कहाँ राजाको लागि आन्दोलन गर्न गइरहेको दुर्गेश थापा। मिस्टर डी। सो हेलो एन्ड वेलकम ब्याक गाइज, स्वागत छ तपाईँहरूलाई अर्को एउटा रियाक्सन भिडियोमा। टाइटल हेरेर तपाईँहरूले थाहा पाइसक्नु नै भयो होला। र आज हामी रियाक्ट गर्नेछौँ त्यही अस्तिको आन्दोलनको भिडियोमा, जहाँनिर चाहिँ मिम्सहरू पनि निस्किएको थियो। र आन्दोलनमा बित्नु हुनेहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र आउनु ढिला नगरी सुरु गरौँ। यो भिडियोलाई चाहिँ केवल मनोरञ्जनको रूपमा मात्र लिदिनु होला, किनकि अहिले देशमा कस्तो स्थिति चलिरहेको छ तपाईँहरूलाई थाहा नै होला। र आउनु ढिला नगरी सुरु गरौँ, लेट्स गो। हेर्दै जाउँ, लेट अस वेट, ह्याभ सम पेशेन्स। अब समय आयो। सो तपाईँहरूलाई चाहिँ कुन व्यवस्था आउँदा हुन्छ जस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नु होला। र म चाहिँ नि किनकि हरेक मान्छेको चाहिँ आफ्नै आफ्नै छुट्टै दिमाग हुन्छ र छुट्टै छुट्टै सोच हुन्छ। र मान्छेहरू किन खोइ आफ्नो सोचमै सबैले सोचिदिए हुन्छ जस्तो लाग्छ। तर मान्छेहरू भिन्न भिन्नै हुन्छ नि त, त्यसैले भिन्न भिन्नै सोचमा भिन्न भिन्नै कामहरू हुन्छ कि। त्यसैले मान्छेहरूले चाहिँ कसैलाई पनि प्लिज नगर्दा हुन्छ क्या, आफ्नो सोचमा चाहिँ यसरी सोचिदियो भने। अरे कहना क्या चाहते हो? तपाईँहरूको पनि आफ्नो विचारहरू होला, कमेन्ट गर्नुहोस्। नेपालीको बानी हुन्छ कहिले नझुक्ने, शिरो उभेको स्वाभिमानी नेपाली हुन्छ। यार आन्दोलनमा गएकोहरू पाटबटी नै लुटेर चुरोट निकालेर ल्याइरहेछ। बिहान पनि चुरोट, बेलुका पनि चुरोट, बाटो हिँड्दा चुरोट, चुरोटै चुरोट। कहिले सकिन्छ? कसले आएर देश बचाउँछ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन। दुर्गेश थापा हो देश बचाऊ मेरो राई चाहिँ। दुर्गेश थापा गइरहेको दुर्गेश थापा। जुत्ता पनि हो होइन, यो होइन क्या, ऊ त्यो तपाईँहरू मिलेर पैसा खाएर क्या काङ्ग्रेस। अरे ब्रो निड्स हेजिटेसन। त्यो तपाईँहरू मिलेर पैसा खाइरहेको गरिदिन्छ यार बिचमा नेताहरूलाई। माने मिलेर पैसा खाएर क्या काङ्ग्रेस फेरि यस्तो थम्सअप पनि देखेर छ फेरि। बङ्गलादेश त के थियो र बङ्गलादेशमा खाने पाएको छैन, हाम्रो नेपालमा जति खान्छ खाओ न ल। तपाईँहरू खान पाएको कि होइन? भोक्ला छ कि छैन? के खानु हो तपाईँहरूले? मेरो फल ल्याएर खाइदेऊ गर्छ यार। खराब पानी छ मेरो खराब, अरे यार यस्तो चाहिँ गर्नु नहुने हो कि। मेरो खराब। तपाईँले बुझ्नु भएको छ के भइरहेछ? एकदमै राजा ल्याउने प्रक्रिया भइरहेछ होइन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट सिधै घर नभई स्कुल छोडेर आएको छु म चाहिँ। अरे छोरा एकदिन आम जनताको छोरा छोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन। हो एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। त्यो पनि यो पनि होइन। पहिला पनि के अरे आम जनताहरूले पढ्न पाएन भनेर गणतन्त्रका हात स्कुल छोडेर आन्दोलन गइरहेछ यार। के भने नहाल्नु मिस्टर डी। होइन होला के हो? यहाँको नाम? मेरो कमल गुरुङ। कमल गुरुङ कहाँदेखि आउनु भएको? हो धादिङ जिल्ला। आन्दोलनकै लागि आउनु? आन्दोलनको लागि आऊ। म एउटा मात्रै कुरा भन्छु सर है, मैले चाहिँ केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। सो मेरो पोइन्ट पनि यही हो कि केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्नु पाइँदैन। मतलब फ्रिडम छ क्या गणतन्त्रमा, मान्छेहरूले त्यसलाई युज गर्न नजाने भन्ने कि कस्तो भन्ने है। तर फ्रिडम धेरै नै छ क्या अहिले। मेरो टिका लाउनु पर्ने थियो,
टिका लाउनु पर्ने थियो ताल परे मेरो केटी हेर्नु पनि दिन्छ आज बिहे छोडेर आइरहेछ 2 बजे त 3 बजे होला मेरो गयो बुझ्छु मेसेन्जरमै हेर्नु न मेसेन्जर मेसेन्जरमा हेर्नु मलाई यो मान्छे हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो होइन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो अहिले पुलिसमा जागिर खान पाइरहेको छैन र मैले त ट्राई पनि गरेँ है म आफै फेल भएको 1 सेकेन्डले फेल भएको होइन होला के हो त्यो रनिङमा जाँदाखेरि 1 सेकेन्डको म त मलाई त्यति बेला थाहा भयो 1 सेकेन्डले फेल भएको जागिर नै गयो तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित गरेर राख्नु पर्दैन के दादा भाइ होसै भयो अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब रुन्ने बाहेक के गर्नु टाटा मा कसम भाग्दैन भगवान कसम भाग्दिन म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म भाग्छु ओ यार दुर्गा प्रसाद जी लास्ट यार त भयो त छ आयो तेरो सर बाटो खाली देशवालले यस्तो चाहिँ गर्न नहुने थियो कि असली ग्यासको बिचमा फस्यो यार म बाँचिँदैन जस्तो छ आज त असो ग्यासले त आँखा मात्र पोल्ने होइन भने आँखा पोलेर आँसु आउने ल ल ल ल यस्तो भने के यस्तो चाहिँ गर्न नहुने हो के यार राजाको नाममा तिमीहरू यार आन्दोलन गर्नु गयो अनि यस्तो गर्ने हो पाटपटे नि लुट्या गरे के गरे यो त पाकिस्तानमा त्यो एउटा मल खोल्ने बित्तिकै एकैचोटि गालाम गुलुम गएर सबै लुटे जस्तो भयो नि होइन होला के हो अब पर्यावरण लडाइँ पनि गर्नु सक्छु भनेर पाइट लगाएर आएको त्यसैले होइन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको हाम्रो पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त नगरौँ है साथी तपाईँहरूकै श्रीमती तपाईँहरूकै छोराछोरी नाति नातिना जोगाउन लागेको छ है दुर्गा प्रसाद लागेन आइसकेपछि हामी ठाउँमा पुग्यौँ भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ यिनीहरूले लुटेको पैसा छ नि त्यो ल्याएर सबै ल्याएर यिनीहरूलाई तलबमा बाँड्ने हो यिनीहरूको वृत्ति विकास गर्ने हो होइन होला के हो कसको वृत्ति विकास भने कसलाई महिनाको 1 लाख तलब के हो त्यसो भए त यार विदेशै जानु पर्यो भने महिनाको 1 लाख तलब भयो त मान्छे नेपालमै बसिहाल्छ नि लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ अब पहिला राजाको पालामा श्री पशुपति नारायणले नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टाउकोमा ऋण पुग्यो भन्छ यार 91,000 टाउकोमा ऋण पुग्यो भन्नेमा तपाईँले के आजै तिर्नु पर्छ भन्ने छ त्यो मान्छेहरू अचम्म छ यार हल बन्नलाई क्या हल यो भने कि यस्तो चाहिँ गर्न नहुने थियो कि अरे यो त त्यही होइन भने यो राजा आउँछ भनेर यो प्रिडिक्सन गर्ने बाबा ज्योतिष बाबा हो त हो यही हो त्यही त यार कस्तो अचम्म लाग्छ कि यार काठमाडौँमा कहाँ त्यस्तो विधि विकास नभएको ठाउँ छ कि बाटो छैन के अरे पिच छैन है बिचमा ढुङ्गा इँटा कहाँबाट आउँछ के अचम्म लागेर आउँछ
एउटा एमबिसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ ठुला जुलुस निस्किँदैछन् बाहिर ननिस्किनु त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो वास्तवमा त्यस्तो केही पनि होइन 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् सधैँ कर्फ्यू आदेश पालना गराउन तिनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ अहिले पनि जडीबुटी सिनामंगल एरियामा आगलागीको खबर छ अन्तिममा केही भन्दिनँ त तपाईँबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस् जनता होइन तर गणतन्त्र भने नि गणतन्त्र राम्रै हो बस एउटा लिडर राम्रो बनेन के मेरो विचारमा चाहिँ तपाईलाई जवाब दिन्छन् हुइज के हुइज एमाले उस बेलाको होइन नि चुनाव बेलाको तुमसे ना हो पाएगा अन्तिममा अब मार्ने कानुन देशमा छैन यी नेता बुढाहरू पनि नाताले तपाईँको प्रचण्ड ओली देउबा सबै नाता के लाग्यो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन् यिनीहरूलाई यो मान्छे कस्तो मलाई नेता जस्तो राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो ओली देउबा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा कोठा बनाएर राखौँ नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौँ 5 रुपियाँ नेपालीलाई राखौँ र राज्यमा आमदानी बनाऊ अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ गजब बेइज्जती है सो यति नै थियो आजको लागि र स्टे ट्युन फर नेक्स्ट भिडियो जहाँ म छुट्टै रियाक्सन भिडियोहरू ल्याउनेछु सो आजको लागि यति नै भन्दै बाई बाई